प्रेम प्रणाम सम्पूर्ण सुन्दर साथीहरुमा। आज चाहिँ म यस श्रीकृष्ण प्रणामी मन्दिर सिलिगुडी आइपुगेको थिएँ र हाम्रो यता सुन्दर साथीलाई चाहिँ भेट भएको छ र अहिले चाहिँ म यता कालिम्पोङ जाने तयारीमा थिएँ र उहाँले चाहिँ मलाई अहिले पानी ट्याङ्की सम्म पुर्याइदिँदै हुँदै हुनुहुन्छ। उहाँको अब परिचय गरौँ। विशाल प्रणामी छेत्री भए। मलाई अन्तर्राष्ट्रिय प्रणामी युवा सोसल अर्गनाइजेसनको संस्थापक सँगसँगै हामी प्रणामी सुन्दर साथ हौँ, ब्रह्मश्रेष्ठी हौँ, प्रणामको वासनाको रूपमा हामी आफैलाई परिचय गराउँछौँ है। अनि हाम्रो भाइ सुमधुर आवाजका धनी पनि हुनुहुन्छ। उहाँले सबैभन्दा पहिलो उहाँको आवाज नै हामी कृष्ण प्रणामी, हाम्रो धर्म प्रणामी, यो संस्कार, यो हाम्रो प्रणामी संस्थाको एउटा संस्कारलाई जगाउने एउटा भजनको रूपमा उहाँले आफ्नो यो राष्ट्र गायन जस्तै र प्रणामी राष्ट्रमा एउटा सबैलाई यो भजनले आफू यस म प्रणामी हुँ, म गर्व गर्छु यस संस्थामा, प्रणामी संस्था भएकोमा भन्ने यो भजनले एउटा ऊर्जा दिन्छ र भाइले यो भजनलाई एकदमै सुन्दर साथीहरूले भजनलाई जनजनमा फैलाउने कार्य गरिदिनुहोस्। विशेष नगरपालिकामा यो भजनले धेरै महत्त्व दिन्छ। जसरी मैले इटरीको कार्यक्रममा पनि यो उहाँ भाइकै भजन हो। अहिले मैले बुझ्दाखेरि चाहिँ नि अहिले उहाँ भाइ महिलासँग प्रत्यक्ष रूपमा भाइसँग मेरो भेटघाट भयो र भाइकै भजन स्वर रहेछ र त्यो उयसमा आइरहेको थियो र मैले त्यो भजनलाई बारम्बार रिपिट गरेर चाहिँ मैले इटरीको ठुलो नगरपालिकामा त्यो भजन सुनियो र आवाज मात्रै सुनेको थिएँ। आज प्रत्यक्ष रूपमा भेट भयो। यसरी नै अगाडि बढ्नुहोस् र सबै सुन्दर साथीहरूले यसरी हाम्रा समाजका युवा प्रेरणा स्रोतहरूलाई सबैले सपोर्ट गर्नुपर्छ है। तन मन धन अर्पण समर्पणको भावले हामी अगाडि बढ्ने चेष्टा गर्नुपर्दछ र उहाँहरूले आफ्नो समयलाई यसरी आफ्नो भक्ति रसमा उहाँले समर्पण गर्नुहुँदछ र कसको लागि भन्दा हामी सम्पूर्ण सुन्दर साथीहरूको लागि है। अनि त्यसले गर्दाखेरि हामी त्यही चाहन्छौँ। अहिले अन द वे भेट भयो र तपाईँ जहाँ जानुहुन्छ तपाईँले आफ्नो गुरुस्थान सम्झेर बस्नुहोस् अनि एकछिन भए पनि त्यो आवाज बुलन्द आवाजले सबैलाई मन्त्रमुग्ध गराउनुहोस् भनेर म चाहन्छु र भाइको शुभयात्रा मङ्गल यात्रा होस् भन्दै प्रणाम गर्न चाहे। संसारको चाहना कसको पुरा भयो र, संसारको चाहना कसको पुरा भयो र, मनको कुरा पुराई कुन चाहिँ पो गयो र, मनको कुरा पुराई कुन चाहिँ पो गयो र, सपनाको जगत यो धर्मपट्टि लगाउ नजर।